हेलो साथीहरु, आज मेरो घरबाट मेरो ससुराबा र ससुआमाले के पठाउनु भएको छ सामान म तपाईलाई देखाउन गइरहेको छु। मेरो नेपालबाट के आछ सामान भनेर एउटा यो कार्टुन आएको छ। यसमा के पठाउनु भएको छ यसको देखाउँछु। यसमा नाम पनि लेख्नु भएको छ। अनि यो चाहिँ के रहेछ, यो चाहिँ छक्का पन्जा लेखेको बाबुको लागि हो। चिप्स पनि पठाउनु भएको छ। मायाले हेर्न चिप्स पनि पठाउनु भएको नेपालको। यता पनि पाइन्छ नि, थाहा छ, त्यही भएर त्यही पनि पठाउनु भएको छ। चिप्स बाबुले खान्छ भनेर कति माया गर्नुहुन्छ ठुलो मम्मीले। हेर्नु वाइ वाइ नेपालको। अनि यो के हो, करेन्ट चल्छ भन्छन्। यो चाहिँ अलग्गै रहेछ, गजबको पिरो भन्ने। म चाहिँ एकदम खान्छु नि त्यो चल्छु, त्यही भएर यति पठाउनु भएको छ। त्यसपछि यसमा के छ, यसमा छ यो छ तपाईलाई देखाउँछ है खोलेर। हेर्नुहोस् म देखाइरहेको छु। यो चाहिँ सिल्की हो। अनि यो चाहिँ बोइल गरेको मकै। अनि अहिले जाडो छ नि त, अनि त्यही भएर बनाएर खायो भने कस्तो मजा आउँछ। अनि अर्को चिज देखाइरहेको छु, भटमास, नेपालको आफ्नो खेतको। अनि यसमा चाहिँ उसिनेको साग, जो बोइल गरेको हुन्छ नि, बोइल गरेर सुकाएर बनाउने हो त्यो साग। र आलु खायो भने एकदमै मिठो हुन्छ। त्यसको साग पनि पठाइदिनु भएको छ मम्मीले। एकदमै टेस्टी हुन्छ चाहिँ। तपाईहरुले खानुभएको छ कि नै मलाई कमेन्ट गर्नुहोस्। अनि यहाँको सिरौला, नेपालको हाम्रो पश्चिमको। अनि घिउ यत्रो डब्बा पठाउनु भएको छ, हेर्नुहोस् त मम्मीले। अनि सबैलाई थ्याङ्क यू भन्न चाहन्छु। बुवालाई, अनि ठुलो मम्मीलाई, मेरो सासु मम्मीलाई, सबैलाई थ्याङ्क यू भन्न चाहन्छु। यति राम्रो सामान पठाइदिनु भएको नेपालबाट यति मिहिनेत गरेर। थ्याङ्क यू सो मच।